एमाले उपाध्यक्ष तथा पूर्व मन्त्री विष्णु पौडेल अहिले प्रहरी कस्टडीमा छन्। मनी लाउन्ड्री अर्थात् सम्पत्ति शुद्धिकरणका विषयमा उनीमाथि अनुसन्धान भइरहेको छ। उनै विष्णु पौडेलसँगको विषयमा एकजना व्यक्ति पनि पक्राउ परेका छन्। बाराखरी.com का अनुसार रूपन्देहीका शशिधर शर्मा पौडेलसँगको कारोबारमा संलग्न देखिएपछि पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB ले पनि उनी पक्राउ परेको बारे विज्ञप्ति जारी गरेर सूचना दिएको छ। तर विज्ञप्तिमा पौडेलसँगको सम्बन्धको विषय भनी बाराखरीले भने जस्तो उल्लेख गरेको छैन। प्रहरीले नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले 2083 असारमा तयार पारेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा शर्मालाई पक्राउ गरिएको जनाएको छ। शर्मा अध्यक्ष रहेको एशियन भिलेज रिसोर्ट प्रहरीले रिसोर्ट निर्माण र जग्गा खरिदका लागि परु बैंक लिमिटेडबाट 48 करोड रुपैयाँ कर्जा लिएको र कर्जा लिने क्रममा कम्पनीले बैंकको नाममा जग्गा दृष्टि बन्धक नगरी पछि गर्ने भन्ने कबुलियत नामा कागज गराई कर्जा लिएको र उक्त रकम रिसोर्ट निर्माणमा नलगाई अध्यक्षको पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बकौता तिर्न प्रयोग गरी दुरुपयोग गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ। कर्जा रकम दुरुपयोग गरी बैंकिङ कसुर तथा सजाय ऐन 2064 को दफा 8 बमोजिमको कसुर गरेको पाइएपछि राष्ट्र बैंकले CIB लाई अनुसन्धानका लागि पत्रचार गरेको थियो। CIB ले त्यसपछि उनलाई पक्राउ गरेको हो।